सिएसटी फाटकदेखि उकालो आएर यहाँनिर ढुवाङ जाने बाटोमा छु, मतलब त्रिपाई फाटक। र अस्ति सानो एउटा सर्ट मोटो ब्लग थियो युट्युबमा, फेसबुकमा, यो क्याफेबाट स्टार्ट गरेको थिएँ मैले है, यो त्रिपाई फाटक पर। र हामी अस्ति ओह्रालोबाट गएको थियौँ, आज चाहिँ हामी माथिल्लो बाटो एसयुएमआई स्कुल हुँदै जाने बाटो पर हामी तपाईँलाई घुमाउनेछौँ। आज चाहिँ हामी माथिल्लो बाटो जाँदैछौँ है। महाशयहरू बाटोमा यसरी बस्नु हुँदैन, लाग्छ ट्वाक्कै। आज चाहिँ यो बाटो जाँदै है, दिन चाहिँ तर कस्तो छ धुमो टाइपको दिन छ हो। सायद स्कुटीको टायरमा हावा एकदमै कम्ती छ जस्तो अनुभव गर्दैछु। चक्का घुम्दैछ अगाडिको मेरो पुरा, बट्टारिँदैछ चक्का हल्का हो, तर केही छैन, तल गएर मैले हावा हाल्छु। यो चाहिँ तपाईँको अहिले कति बज्यो 2 होइन, यो चाहिँ तपाईँको गेडेन थार्पा छोलिङ मोनेस्ट्री त्रिपाई। यहाँ चाहिँ हाम्रो शमशान घाट, त्रिपाईको शमशान घाट होइन, त्यो बाटो हुँदै हामी ओह्रालो जाँदैछौँ। अगाडि सिए होस्टेलहरू हुँदै जान्छौँ, बिस्तारै कुदाउने। किङ्स राइट स्टे रहेछ यहाँ। वेदर क्लियर छ भने चाहिँ यो बाटो दामी देख्छ कालिम्पोङ टाउन चाहिँ यता के। तर अहिले कुहिरो लागिरहेको छ, तर कुहिरोको पनि एउटा भाइब्स हुन्छ है, त्यो भाइब्स पनि फिल गर्नु पऱ्यो नि त बेला बेलामा। एभ्री डे इज नट सन्डे, कभी खुसी कभी गम भनेको जस्तो हो। पानी भुसभुसे आउँदैछ हो, बाटो एकदमै साँघुरो। र हामी आइपुग्यौँ सिए होस्टेल, आनन्द भवन। सानो बाटोमा यस्तै हुन्छ, आफै साइड दिँदै हिँड्नु पऱ्यो नि त। कालिम्पोङ ग्रेस एकाडेमी अनि यहीँ हो। अलिकति उज्यालो, पहिला म क्लास 6तिर हुँदाखेरि ट्युसन पढ्नु यहाँ राजु सरकोमा आउँथेँ नि ओह्रालो। कोही बेला यो बाटो आउँथेँ, कोही बेला चाहिँ त्यो अहिले त सायद मिसन भ्यालीको बाटो हो, एसयुएमआई प्राइमेरी स्कुलको तल्लो बाटो। कतिवटा रिल्समा तपाईँले देख्नु भएको छ होला। मिसन भ्यालीको बाटो चाहिँ एकदमै जङ्गल, यहीँ निक्लिन्थ्यो होला सायद हामी त्यो जङ्गल बाटो आउँदाखेरि। डर पनि लाग्थ्यो त्यति बेला त, केही थिएन, घरसर यस्तो घरहरू कहाँ थियो त्यति बेला, थिएन नि। यहाँ अहिले जस्तो ड्याममै गर्थ्यो। त्यसलाई हामी स्कुलमा ब्यान्डमा हुँदाखेरि चाहिँ ब्यान्ड प्र्याक्टिस गर्नु चाहिँ सञ्जय सरले यहाँ ल्याउनुहुन्थ्यो यो एरियामा हो। हामी चाहिँ यहाँ ब्यान्ड प्र्याक्टिस गर्नु आउँथ्यौँ। र यहाँबाट पानीको पाइपहरू थुप्रो लान्थे, मान्छे लान्थे, अहिले पनि लगेको होला सायद होइन। हामी चाहिँ छुट्टाएर चाहिँ पानी पिउने गर्थ्यो क्या यहाँ तिर्खा लाग्दाखेरि। यो उकालो जाँदाखेरि सोनामसोलको होस्टेल अनि कार्माइकल ग्राउन्ड मैले बाछा गरेको छु हजुरहरूलाई, कार्माइकल ग्राउन्ड एकपल्ट लान्छु भनेर। बाटो कस्तो चाहिँ के छ थाहा छैन, तर एकपल्ट चाहिँ म तपाईँहरूलाई कार्माइकल ग्राउन्ड चाहिँ देखाउँछु। विशेष गरी हाम्रो स्कुलको साथीभाइहरू क्या धेरै मिस गर्छ स्कुल क्या उनीहरूले। र अब घरिघरि म आउँदा यो बाटो आउँदाखेरि चाहिँ स्कुल देखाउनु मनपर्छ, अनि म स्कुल पनि देखाइरहन्छु उहाँहरूलाई। अब आइपुग्यो हाम्रो स्कुल। यहाँ माथि एउटा राङबाङको बोट यहीँ छ बाटोमाथि होइन। यहाँ माथि यो बोट हो, यो त जस ल यो बोट होइन, यो बोट सबैलाई थाहा छ एसएम पढ्ने केटाहरू। यहाँ चाहिँ हामी ढुङ्गा हानेर राङबाङ झार्थ्यो क्या। अनि मजा आउँथ्यो त्यो गोजी पनि बोकेर चाहिँ क्लासरुममा बस्यो खायो। स्कुल यही हो, त्यति बेला गेट थिएन, अहिले मजाको गेटहरू बनिसकेको छ। यो ब्यान्डको प्र्याक्टिस हुँदो रहेछ भित्र, प्राइमेरी सेक्सन। एउटा कुरा केही बेला देखाएको भन्छ ल, तर
यसमा पनि मिठास छ क्या। यहाँबाट एउटा सिँढी हुने गर्थ्यो, त्यति बेला हामी जान्थ्यौँ उकालो प्राइमेरी चढ्दा। यो गोलाइमा चाहिँ दुईजना बडीहरू बस्नुहुन्थ्यो क्या, हामीलाई आलु थुक्पा फम्बीहरू बेच्नुहुन्थ्यो नि, हामी खुब रमाएर खान्थ्यौँ त्यति बेला। र यो चाहिँ एसयुएमएको जिम हल होइन, यहाँ चाहिँ हामीलाई पिटीहरू खेलाउने गर्थ्यो, हामी पिटीहरू खेल्थ्यौँ यहाँ, भलिबल म्याच। अनि नेपाली चलचित्रहरू पनि थुप्रो छायाङ्कन भइसकेको हल हो यो। यहाँ दुईजना हो, दुईजना सेटहरू त्यहाँ छ हो, भोग्दैछ दुईजना हो। यो बाटो जान्थ्यो हामी स्कुल चाहिँ सर्टकट, ऊ माथि क्यान्टिन थियो। अब 70s 80s र 90sको टाइममा जतिजना पनि स्कुल पढ्नुभयो या यो बाटो हिँड्नुभयो होइन, त्यति बेला त्यस्तो घरहरू थिएन। अहिले कतिको बाक्लो भइसकेछ तपाईँले अनुभव गर्नुहुँदै होला। यसको चाहिँ खुट्टा छैन रहेछ। र कालिम्पोङ डिस्ट्रिक्ट हस्पिटल पनि आइपुग्यो, यो पोस्टमर्टम हाउस होइन। आज चर्च खुल्लै रहेछ, मेकफार्लेन चर्च। चर्चमा सायद केही हुँदै होला प्रोग्रामहरू। त्यति बेला यो फुटपाथहरू रेलिङहरू थिएन, यो त हालैमा बनिएको हो। कालिम्पोङ गर्ल्स हाई स्कुल। यो रोडलाई चाहिँ मिनी रोड भन्छ, मिनी रोड ए मनी रोड, मनी रोड भन्छ सरी है। अस्ति मैले माथिबाट खिचेको थिएँ गृहस्थीबाट होइन, थुप्रैले मलाई सही एन्सर दिनुभयो त्यति बेला, खुसी पनि लाग्यो। बाटोको अवस्था चाहिँ हेर्नुहोस् यस्तो छ यहाँ। हेर्नु अब स्कुटी राख्ने जग्गा कहीँ पाइन्छ त्यहाँ पाइँदैन, पायो भने वेल एन्ड गुड हो। औडामा जाम के को जाम हो, खाली छ अगाडि।
ए गाडी घुमाउँदो रहेछ नि त यसरी रोकिरहेको त कहाँ हुन्छ हौ ढिलो भइरहेको लाग्छ आज हस्पिटल जानु छ यहाँबाट चाहिँ अलिकति खाली खाली भेट्छ बाटो क्या पानी पो हाल्छ स्पट पानी पो हाल्छ है पछि गाउँबाट स्कुलको उकालो हल्का
आजको यो मोटो भ्लग है कालिम्पोङको सिएसटी फाटकदेखि लिएर आएको मोटो भ्लग चाहिँ म यहाँ तपाईँको टक्क तामाङ गुम्बाको ठिकै माथिपट्टिबाट अन्त गर्दैछु। यदि तपाईँलाई मन पर्यो भने चाहिँ प्लिज डु सेयर ल। टिल देन हेभ अ ग्रेट डे। टाटा बाई बाई। यो अस्ति मैले भनेको पुलिस बिल्डिङको नाम कि यो चाहिँ अतिथि गृह है।